हेलो एभ्रिवान, नमस्ते। सेवारो देविका ब्लग्स युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ मैले च्याख्ला अनि त्यस पछाडि के भन्छ चामल मिसाएर खाना लिएको छु। अनि त्यस पछाडि सलाद अनि सिस्नु अनि त्यस पछाडि यो चाहिँ निगुरो लिएर आएको छु। हजुरहरूले हेर्दै गर्नु होला मेरो भिडियो। अब चाहिँ म स्टार्ट गर्न गइरहेको छु। खोर्सानी चाहिँ अकबरे छैन, यस्तो खालको खोर्सानी अकबरे चाहिँ नहालेको। ल मैले स्टार्ट गरेँ त, पानीबाट स्टार्ट गर्नु पर्यो। खानु पर्यो साथीहरू, स्वास्थ्यले पनि खासै साथ दिएको छैन मलाई। खोर्सानीहरू चाहिँ खासै खानु मिल्दैन, तर अलिअलि चाहिँ खानु पर्यो नि होइन, खोर्सानी मिलेर रुच्दैन। त्यसलाई चाहिँ खत्रै बनाएँ या मैले। सिस्नु हजुरहरू कसलाई सिस्नु मनपर्छ? मलाई त मेरो त एकदम फेभरेट हो। स्वास्थ्यको लागि पनि राम्रो हुन्छ। मासुभन्दा सिस्नु खाने गर्नुपर्छ। प्रेसरको लागि चाहिँ, हाईको लागि चाहिँ ठिक हो, लोको लागि चाहिँ फेरि खतरा हुन्छ। खाएँ मुला र गाजरको अचार मैले आफै बनाएको, तर ठिकै छ, मिठै छ अचार पनि। स्वास्थ्यले साथ दिएन भने साथीहरू लास्टै गाह्रो हुने रहेछ। मैले त सिस्नु एकदमै फेभरेट हो क्या। Masih main panas gitu. Bagus aja. Wow. Itu dah. Tata. Ni bro. फेभरेट हुने कुरो पनि मेरो त बिमारी नभइकन चाहिँ खतरा मासु लभर थिएँ। अब चाहिँ म एकदम भेजिटेबल लभर हुनुपर्ने छ। गाह्रो छ नि त मलाई। पिरो छ हौ, अकबरी नभए नि खोर्सानी तर लास्टै। यस्तो त भन्नाले खोर्सानी त गाजर मुला कच्चा चाहिँ दामी छ। मैले आफै बनाएको अरे क्या। आउँछ नि त मलाई खतरा बनाउनु अचार चाहिँ।
च्याख्ला र सिस्नो चाहिँ खत्रै मिठो हुन्छ हजुर क्या ढिँडोसँग पनि मलाई तर सिस्नो मिठो लाग्छ अस्ति नै चाहिँ ढिँडो र सिस्नो बनाएको थिएँ अन्त चाहिँ च्याख्लासँग खानु मन लाग्यो त्यही भएर च्याख्ला लिएर आएको ध्यान छ मुछाइ चाहिँ मेरो सिस्नो चाहिँ अलिकति खानुपर्ने भयो गाह्रो छ त हौ मलाई त राम राम भगवान्को नाइट हो पानी घोप्टेर त यस्तो खालको खाना पनि कसैले खाएको हुन्छ होला अಯ್यो कति हाँस्नु हौ संसारमा अಯ್यो पानी झारेर भए पनि खानै पर्यो के गर्नु अಯ್यो गप्पै पानी त यति पानी घोप्टेपछि पनि गाह्रो पर्दैन त मलाई गाह्रो छ त पानी घोप्टेपछि त सिस्नो लिएर आउनु पर्यो कोही छैन एक्लै छु कसले दिन्छ र साथ मलाई तर मलाई गाह्रो छ यसरी हिँड्नुपर्छ म यहाँ हाफ पेन्ट लगाएर ठुलो खालकै हाँस्नुपर्ने हो तर सानो हाँसेको केही छैन सिस्नो थपेर लिए होइन देखिहाल्नुभयो मेरो हालत कस्तो भयो भन्दा अगाडि एक भारी भातमा पानी हालेर त्यो पानीलाई खानु लागेको गाह्रो छ नि त त्यही भएर किन वेस्ट गर्ने होइन पानी पनि खाने नै हो भनेर फ्यालिनँ मैले यहाँको आधी जस्तो पानी चाहिँ हुन झन् अड्काएर मऱ्यो त हौ पानीले भने यार के हो आज त मेरो खासै राम्रो छैन कि दिन आजको दिन पात्र हेरेर आइनँ कि अनि त्यही भएर आइया यसरी खानुको मजै बेग्लै हुन्छ कि यसरी राम राम गाह्रो छ पानी चाहिँ घोप्टै घोप्टै हो के गर्नु होइन फाल्नुहुन्न अन्न हामीलाई श्राप लाग्छ खाइदियो मलाई लास्टै हाँस उठिरहेको छ कि पानी टन्नै घोप्टायो नि त भाँडामा अरे थालमा अनि अचारको त कलरै
लास्टै हाँस उठिरहेको छ क्या गोप्टेकोले हाँसोलाई कसरी कन्ट्रोल गर्ने भन्ने कुरामा सर्केर झन् मजा आयो पानी झन् फेभरेट सलादमा चाहिँ मलाई काँक्रा चाहिँ एकदमै मन पर्छ मैले नगर्नलाई साथीहरू मैले त्यो खायो भनेर पानी झारेर पनि खानै पर्ने बाध्य छ किनकि मलाई अन्न खानु चाहिँ एकदमै माया लाग्छ होइन पानी झारेर पनि खाइदिएँ अचार त पानीले पुरै कमेडी हुन्छ कहिलेकाहीँ खाइसक्यो मजा चाट्ने सिस्नुको चाहिँ अरूको चाहिँ होइन खाँदिनँ अझै म खान सक्दिनँ भात यति गइहाल्यो खाइहालेँ ल साथीहरू मैले चाहिँ खाइसकेँ सिस्नो अनि च्याख्लाको खाना अनि सलाद चाहिँ दुई तिनवटा रह्यो यो चाहिँ म खान सकिनँ त्यसको लागि आइएम सो सरी अनि त्यस पछाडि अघि नै मेरो त्यो पानी घोप्टेको थियो नि त्यसको लागि हजुरहरूले माइन्ड नगर्नु होला है मेरो भिडियो हेरेर एकदमै इन्जोय लिनु होला कस्तो लाग्छ लाइक सेयर कमेन्ट चाहिँ गर्न नबिर्सिनु होला ओके बाई बाई टेक केयर किप वाचिङ माई भिडियो